सन गरे। त्यसपछि कराई हिट हुन दिए र तेल हाले। तेल हिट भइसकेपछि मैले मेथी हाले। मेथी खरिसकेपछि चाहिँ मैले मासु हाले। त्यसलाई हल्का चलाए। अब चाहिँ म फ्राई गर्दैछु। त्यसपछि प्याज हाले र मैले एकछिन चलाएपछि टमाटर हाले। अनि टमाटरलाई पनि एकछिन चलाए। चलाइसकेपछि चाहिँ मैले अदुवा लसुनको पेस्ट हाले र एकछिन चलाए। त्यसपछि चाहिँ मैले बेसार हाले, स्वादअनुसार धुलो खुर्सानी, मसला, चिकन मसला र स्वादअनुसार नुन हालेको छु र एकछिन चलाए। चलाइसकेपछि चाहिँ मैले हल्का ग्रेभी हाले। ग्रेभी हालिसकेपछि चाहिँ अब चाहिँ यो खानको लागि तयार भइसकेको छ। मेरो भिडियो हेर्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद।